Hello guys. I am Lakshmi. पूजा हामी चाहिँ दिदी बहिनी आज हाम्रो सायद लास्ट भिडियो होला because she is flying to Nepal. So यो चाहिँ लास्ट भिडियो हुनेछ हाम्रो र यो लास्ट भिडियोमा चाहिँ I am with my sister again. वेलकम छ. अब त्यसपछि चाहिँ देख्नु हुँदैन होला हजुरहरूले हैन, सायद म मात्रै बनाउँछु होला या बनाउँदिन के थाहा छैन हैन. र आज चाहिँ हामी दुईजना मैले एउटा केही सोचेको छु, केही उसको पास्ट कुराहरूले चाहिँ के उसलाई रिग्रेसन हुन्छ, के कुरा तीनटा के कुरा जुन चाहिँ उसलाई रिग्रेट हुन्छ सानोदेखिबाट केही कुरा हुन्छ नि साथीहरूसँग, अब फ्यामिलीसँग, अब आफ्नो रिलेसनसिप या आफ्नो हुन्छ नि केही कुरामा उसलाई रिग्रेट भएको छ कि मलाई चाहिँ कस्तो बुझ्न मन लाग्यो क्या. त्यही भएर आज चाहिँ मैले सोध्नेवाला छु उसलाई, उसले तीनटा मलाई रिग्रेसन केही कुरामा मलाई रिग्रेट भएको छ कि र मलाई पनि म पनि आफ्नो पनि भन्ने छु हैन. फर्स्टमा तेरै पालो फर्स्टमा तेरो आज चाहिँ मेरो पालो हैन. पहिला चाहिँ जहिले उस फर्स्ट हुन्थ्यो, आज चाहिँ मेरो पालो. ल ठिक छ, उसको इच्छा पुरा गरिदिउँ गाइस हैन. ल त्यति भन्दै हामी चाहिँ अब खाना खाँदै गफ गरौँ न भनेर नुडल्स, हाम्रो वान एन्ड फेभरेट नुडल्स, अनि त्यसपछि यहाँ हामीसँग मोमो, त्यसपछि चाहिँ हाम्रो अक्टोपस जस्तै ससेस. यति लिएर चाहिँ हामी खाँदै गफ गर्ने छौँ. आई होप हजुरहरूलाई चाहिँ मन पर्छ होला, मन पराइदिनु होला. अनि प्लिज सक्दो लाइक गरिदिनु होला. अनि त्यसपछि सब्सक्राइब पनि गरिदिनु, सेयर गरिदिनु प्लिज. वी वान्ट टु ग्रो. यस वी वान्ट टु ग्रो. सो यति भन्दै सुरु गरौँ है त. ल अब तैँले सोध्ने हो त मलाई. अनि ल भन तेरो तीनटा के हो रिग्रेसन लाइफमा चाहिँ मलाई धेरै कुरामा चाहिँ रिग्रेट चाहिँ हुँदैन, किनभने मैले जे गर्छु एकदम सोचेर सम्झेर गर्छु हैन. जे कुरा पनि डिसिजन लिन्छु एकदम सोचेर सम्झेर गर्छु. तर फर्स्ट रिग्रेसन चाहिँ मलाई के लाग्छ भनेदेखि यो चाहिँ एकदम पहिलाको कुरा हो हैन. म स्कुलको टाइममा, म स्कुल पढ्थेँ त्यतिखेर चाहिँ हुन्छ नि अब क्लास 10 मा थिएँ होला म सायद. त्यसपछि खाजा खाने टाइम थियो नि. अनि त्यसपछि खाजा खाने टाइममा चाहिँ के भयो भने मेरो अब फी, अब म चाहिँ दीपशिखा स्कुलबाट पढेको हैन. अब फी चाहिँ कति धेरै नै भयो थियो क्या. अब म भनेको चाहिँ एकदम, म मेरो दिदी भनेको चाहिँ अब एकदम पोर फ्यामिलीबाटै बिलङ गर्छौँ हैन. वी डोन्ट बिलङ टु एकदम हाई फ्यामिली. त्यही भएर हामी चाहिँ एकदम लो क्लासबाट बिलङ गर्थ्यौँ. अनि तर हामी चाहिँ बोर्डिङ स्कुल पढेको है. अनि बोर्डिङ स्कुलमा चाहिँ मेरो फी चाहिँ एकदम ज्यादा भएको थियो क्या. अनि हाम्रो के भन्छ अरे प्रिन्सिपलले चाहिँ अब हाम्रो चाहिँ ग्रिल कारखाना थियो क्या. जालहरू ढोकाहरू यस्तो यो जस्ताहरू हाल्ने त्यस्तो कारखाना थियो. अनि त्यतिखेर चाहिँ तेरो बाबाले के काम गर्नुहुन्छ भनेर सोध्नुभयो दिपक सरले. अनि त्यसपछि हाम्रो चाहिँ ग्रिल कारखाना छ भन्थ्यो नि. हाम्रो स्कुलको अगाडि चाहिँ ठ्याक्कै त्यो जस्ता हाल्ने प्यारेन्ट्सहरू आएर बस्दाखेरि त्यो जस्ता हाल्ने हुन्छ नि. यसलाई नै थाहा छैन कि यो कुरा हेरी, यो ठ्याक्कै 11 पढ्ने बेलामा त यो स्कुल छोडेर गयो नि त. अनि त्यतिखेर चाहिँ अनि बाबा आउनुभएको थियो क्या हाम्रो स्कुलमा काम गर्नलाई. अनि त्यसपछि मलाई एकदम यो यतिखेर चाहिँ हो म एकदम लजाएँ होइन. तर मलाई पछि चाहिँ कस्तो रिग्रेट भयो क्या. हुन्छ नि अब त्यसपछि मैले बुझेर मलाई सम्झाउनु भयो मेरो सरले चाहिँ होइन, श्रेय सरले. अनि खाजा खाने टाइम थियो. अनि खाजा खाने टाइममा चाहिँ ठ्याक्क म बाहिर निस्केर बाहिरपट्टि पकौडाहरू के पाउँथ्यो क्या. अनि भैरव दाईलाई चाहिँ मैले, भैरव दाई हुँदा हाम्रो गेटपाले दाई, भैरव दाईलाई चाहिँ पकौडा किन्न लगाउन पर्यो भनेर नि बाबाले मलाई पकेट खर्च चाहिँ 30 रुपियाँ अनि कहिले चाहिँ 50 रुपियाँ दिनुहुन्थ्यो क्या ट्राभल एक्सपेन्सेस. अनि त्यसपछि खाजा खा भनेर चाहिँ 50 रुपियाँ दिनुहुन्थ्यो मलाई दिनको है स्कुल पढ्ने बेलामा चाहिँ. अनि त्यसपछि म अनि किन्न जान्छु भन्दाखेरि त अब लाइन लगाएर जान पर्थ्यो. अनि हाम्रो टिचर चाहिँ सुयेश सर. अनि त्यसपछि सुयेश सरले लक्ष्मी तिम्रो बाबा भनेर कस्तो हुन्छ नि ऊ चिनाउनु भयो होइन. अनि त्यतिखेर मेरो सबै साथीहरू त्यहाँ कि. अनि मलाई त कस्तो लाज लाग्यो. अब सबसे त्यहाँभरिमा सबसे लो हुन्छ नि हामी म नै थिएँ होला. त्यही भएर लजाएँ कि म होइन. मैले त्यतिखेर चाहिँ म लजाएँ होइन. लाज लाग्यो कि मलाई, शर्मा लाग्यो त्यस्तो साथीहरूको अगाडि.
अनि बाबा अनि काम गर्दैन बाबा हाँस्दै हेर्नु हो है यस्तो गरेर मलाई अनि म त लजाएँ के म लजाएँ त्यतिखेर बिस्सरी अनि मलाई चाहिँ लाज लाग्यो अनि मैले चाहिँ अनि केही नि नबोलिकन म यस्तो घुसी मुन्टी पाएर म अब हाँसेँ स्माइल गरेँ अनि के अरे बाबाले त्यतिखेर मलाई पैसा दिनुभयो अनि पैसा दिनुभयो क्या खाल्लाको भन्नु अनि पैसा दिनुभयो अनि बाबाले आफ्नै काम गर्नुभयो अनि म जा पढ्न जा भन्नुभयो अनि बाबालाई नि त्यतिखेर रियलाइज भएर चाहिँ कि म लडाइछु म चाहिँ कस्तो साई फिल भएँ भन्ने बाबालाई त्यतिखेर फिल भएको क्या होइन अनि बाबाले म घर आएँ अनि बाबाले मलाई भन्नु हो कि अनि त्यसपछि बाबाले के भन्नु भने ए म तेरो स्कुलमा गएको तँलाई कस्तो लाज लाग्ने भएछ है भयो भन्नुभयो मलाई डाइरेक्ट भन्नुभयो बाबाले कि त्यतिखेर अनि म त कस्तो लाग्यो भने भोलिपल्ट स्कुल गएँ नि अनि सुये सरले किन ऊ गरेको यो उसको प्रोफेसन हो होइन जस्तै म टिचर भएर तँलाई यसरी पढाइरहेको छु तेरो बाबाको त्यो काम हो त्योबाट नि पैसा आउँछ भन्नुभयो क्या अनि त्यसपछि चाहिँ मैले मैले त के गरेछु भनेर मलाई चाहिँ कस्तो अहिलेसम्म पनि म त्यो कारणले चाहिँ लास्टै धेरै रिग्रेट गर्छु मेरो लाइफमा मैले जस्तो चाहिँ तपाईँहरू कसैले पनि नगर्नु होला होइन जस्तो जे छ उनीहरूको प्रोफेसन हो उनीहरूको अकुपेसन हो होइन के भन्छ अरे नलजाउनु होला भन्छु कि जे काम पनि ठुलै हुन्छ होइन त्यही भएर चाहिँ नलजाउनु होला कोही पनि यो एउटा भयो होइन अब अर्को चाहिँ के भन्ने अब अर्को चाहिँ मेरो रिलेसनमा लिएर मलाई अहिलेसम्म पनि म एकदम रिग्रेटमा लिन्छु यो कुरा चाहिँ होइन म सधैँभरि रिग्रेट लिन्छु यो कुरा चाहिँ सायद मैले त्यतिखेर मेरो मन मुटु होइन यसरी नदिएको भएदेखि मैले यो स्थितिमा हुन्थिनँ होला सायद स्थिति भन्दा नि आइएम डुइङ ग्रेट नाउ बट त्यो पास्टमा मैले जुन चाहिँ हुन्छ नि अब यो चाहिँ मेरो पर्सनल कुरा जुन चाहिँ स्टेपहरू चाल्न लागेको थिएँ त्यो चाहिँ गर्थिनँ होला सायद त्यो नराम्रो त्यो वेमा होइन म गर्थिनँ होला म अलिकति छिटै नै सायद के भन्छ त्यसलाई राम्रो हुन्थ्यो होला नि होइन किनभने म त्यति सानो सोच्ने मान्छे पनि होइन मैले सायद माया गरेर मेरो लाइफ टाइममा मैले गल्ती गरेछु मैले हुन्छ नि जो मान्छे चाहिँ म डिजर्भै गर्दैन जस्तो लाग्छ फिल हुन्छ क्या मलाई त्यो मान्छे सायद मलाई डिजर्भ नै गर्दैन थियो त्यही भएर जस्तोलाई त्यस्तै भनौँ न इसमें तेरा घाटा मुझमें मेरा कुछ नहीं जाता भने जस्तै मेरो केही पनि खर्च चाहिँ गएन जस्ट मेरो चाहिँ त्यो इन्टरभलको चाहिँ टाइम वेस्ट गरेँ मैले त्यो टाइममा चाहिँ मैले सायद एक्स्ट्रा केही सिक्न पाउँथ्यो होला र के भन्छ अरे त्यो टाइममा चाहिँ सायद मैले केही गरे भए अझै बेटर हुन्थ्यो होला मैले दुईवटा भने अब तैँले भन् तेरो लाइफ टाइममा रिग्रेट चाहिँ तँलाई के कुराको हुन्छ अब लास्टमा भन्छु है तिनवटा चाहिँ म चाहिँ यसले जस्तो लम्बाएर भन्दिनँ मेरो फर्स्ट चाहिँ मैले सानै उमेरमा बिहे गरेँ त्यही बिहे चाहिँ अनि गर्नु हुँदैन गर्नु नहुने रहेछ भन्ने भयो यदि तपाईँहरू चाहिँ टिनेजर्स हुनुहुन्छ होइन मैले चाहिँ उसको लाइफ हेरेर चाहिँ कस्तो लाग्छ भनेदेखि लाइफ चाहिँ मजाले जिउनुहोस् होइन जिउनुहोस् घुम्नुहोस् अनि त्यसपछि जे गर्न मन छ गर्नुहोस् पहिला किनभने बिहा गरेपछि के हुन्छ हाम्रो लाइफै थाहा हुँदैन क्या होइन कहिले अब यस्तो आयो मजाले रमाएर साथीहरूसँग होइन घुमिरहेको मान्छे झट्ट कहीँ गएर अब एकान्तमा बस्न पर्यो भने अलिकति ऊ हुन्छ होइन त्यस्तो हुन नि सक्छ है मैले उसको लागि भनेको होइन कि सबैलाई भनेको त्यही भएर चाहिँ मजाले जिउनुहोस् लाइफलाई होइन किनभने कहिले के हुन्छ कि सानो उमेरमा चाहिँ बिहे नै नगर्नुहोस् के अब बुद्धि नै हुँदैन लप्परै चल्थ्यो के हो त्यसरी चाहिँ हुँदैन कोही पनि होइन केटा मान्छे होस् केटी मान्छे होस् कसैको गल्ती त होइन कि तर त्यो अब मायाको गल्ती हो होइन तर पनि लाइफमा छिटो चाहिँ बिहा गर्नु हुँदैन अनि सेकेन्ड चाहिँ पढाइ चाहिँ कन्टिन्यू गर्नुपर्ने रहेछ भन्ने भयो अब एउटा चाहिँ सोच्नै पर्छ मैले जहाँ जे गए पनि पढाइ चाहिँ छोड्नु हुँदैन रहेछ इम्पोर्टेन्ट रहेछ भन्ने चाहिँ लाइफले समय दिन्छ थर्ड पनि भन्दैन
एकछिन एक चम्चा खाना कस्तो मिठो भएको नि तर आज चिसो भइसक्यो कि यहाँ यताउति गर्दा गर्दा थर्ड भन्दा विदेश आउने बेलामा एक्सपिरियन्स केही कुरामा सिकेर आउनुपर्ने रहेछ होइन विदेशमा काम ठुलो सानो के सबै एउटै हो यहाँ के भने सिर्फ हेर्ने नजर चाहिँ हुन्छ नि अब जस्तै हामी विदेश केटीहरू विदेश आयो भने नेपालबाट ओइ यिनीहरू चाहिँ यसरी बिग्रियो भने 100%मा आधा पर्सेन्ट राम्रो मान्छेहरू पनि देखेको छु मेरो अहिलेसम्म सङ्गतमा हुन्छ नराम्रो मान्छे पनि देखेको छु तर सबैजना नराम्रो भन्ने चाहिँ हुँदैन क्या त्यही काम सिकेर चाहिँ आउनु होला यदि विदेश आउनुभयो भने स्पेसल्ली 12 क्लास पास गरेको मान्छेहरूले केही न केही हुन्छ नि जस्तै बारिस्टा केटीहरूले बारिस्टा अनि कि पार्लर यसमा पैसा चाहिँ डेन्जर छ है त्यही भएर चाहिँ नर्सिङ केटी हो प्रगति गर्नुपर्छ लाइफमा चाँडै बिहे गर्नु हुँदैन हो त्यो चाहिँ यस्तो हुन्छ फ्यामिली सपोर्ट कसैको चाहिँ के हुन्छ भने फ्यामिली लास्ट एकदम धेरै सपोर्टिङ हुन्छ तर बुढा चाहिँ सपोर्टिभ हुँदैन कसैको चाहिँ बुढा एकदम ज्यादा सपोर्टिभ हुन्छ तर फ्यामिली सपोर्टिभ हुँदैन होइन त्यस्तो हो आफ्नो लागि स्ट्यान्ड लिन नै सिक्न पर्छ लाइफमा जस्तो लाग्छ मलाई होइन जुन चाहिँ म हमेसा लिन्छु आफ्नो लागि मेरो तेरो के हो थर्ड रिलेसन भनेको म चाहिँ त्यो टाइममा जहाँ चाहिँ अब मैले पहिला म चाहिँ हनिबी मन्टेसरीमा टिचिङ गरेको हो होइन मैले चाहिँ त्यहाँ छोड्न नपर्ने रहेछ सायद मैले त्यहीँ कन्टिन्यू गरेँ भएदेखि मेरो फ्युचर प्लान चाहिँ छुट्टै अर्कै हुन्थ्यो होला सायद मेरो पढाइ पनि कन्टिन्यू हुन्थ्यो होला होइन अनि मैले पढाइ नै कन्टिन्यू गर्थेँ होला मैले चाहिँ काठमाडौँ छोडेर होल ब्याक म के भन्छ अरे चितवन आएँ नि त नगर्न पर्ने रहेछ सायद मैले मेरो मनको सुने होइन तर साँच्चै मैले यो चितवन काठमाडौँ छोड्नु नै मेरो होइन म चितवन गएर पनि होइन मैले होली भिजन जोइन गरेँ नि होली भिजन स्कुल जोइन गरेपछि पनि एकदम रमाइलो गरेँ मलाई त्यतिखेर चाहिँ कस्तो केही रिग्रेसनै छैन क्या केही रिग्रेटै छैन मेरो लाइफ चाहिँ रिग्रेट भनेर केही छैन होइन तर त्यो मुमेन्ट जुन चाहिँ मैले काठमाडौँ छोडेर त्यहाँको मुमेन्ट थियो नि त्यति चाहिँ मैले अलिकति जस्तो भयो त्यो चाहिँ रिग्रेट हो मेरो एउटा काठमाडौँ छोड्नु एउटा लभमा धेरै अरूभन्दा धेरै ट्रस्ट गर्नु अनि त्यसपछि एउटा चाहिँ बाबाको इन्सिडेन्ट तर फेरि मैले लाइफमा सबसे धेरै माया गर्ने नि बाबालाई हो है फेरि जस्तो जे भए पनि एकदम धेरै बाबालाई नै माया गर्छु सिधै त अब खाएको हेर्नु होला कुराहरू गर्न यतिखेर लास्ट त हो के कुराहरू अनि त्यो कुराले चाहिँ कस्तो धेरै प्राउड हुन्छ त तँलाई प्राउड तँलाई के गर्दाखेरि त्यस्तो है भन्ने हुन्छ प्राउड मोमेन्ट्सहरू चाहिँ के हो प्राउड मोमेन्ट चाहिँ कस्तो मेरो म के अरे तेरो लागि कि मेरो लागि मलाई चाहिँ के लाग्छ भने एजले मभन्दा सानो भयो नि बाबालाई अब सबलाई मलाई होइन उसले हेर्न सकेर त त्योभन्दा प्राउड मोमेन्टहरू केही होइन
जस्तो लाग्छ है मलाई चाहिँ सानो एज भए पनि म्याचुरिटी भएको होइन यस्तो हो त्यो कुरामा चाहिँ फेरि म के भन्छु भने सानोमा दुःख भोगे मैले धेरै गरेँ नि त त्यही भएर म छिट्टै म्याच्योर भएँ अब तैँले दुःख भोग्न परेन सानोमा होइन त्यही भएर तँ चाहिँ अलिकति अब डिसिजनहरू अलिकति लिन खोज्छस् त्यही हो म चाहिँ अब सानैदेखिबाट क्लास 10 पछि नै मैले काम जोइन गरिहालेँ होइन त्यही भएको कारणले नि अनि अब घर पनि अब घर आफैले हेर्ने मतलब म अब एक्लै बस्न थालेँ नि त काठमाडौँमा एक्लै त अलिक पछाडि बस्न त तर पनि म काम गरेँ अनि त्यसपछि मलाई म्यामहरूले कति दुःखहरू सुनाउनुहुन्थ्यो अनि उनीहरूको दुःख हेरिकन त मेरो केही होइन जस्तो उनीहरू त अब हामी त जस्तो पनि काठमाडौँमा पढ्न पायौँ भनौँ न होइन हो कि होइन उनीहरूको त झन् दुःख सुन्दाखेरि त यामा जस्तो फिल हुन्थ्यो कि मलाई अया जस्तो फिल हुन्थ्यो अब त स्वर्गै हो जस्तै फिल हुने कि मलाई मैले त मेरो दुःख भन्थेँ तर मेरो भन्दा पनि धेरै दुःख हुने रहेछ भने म त्यतिकै सानो हेरिने के म चाहिँ दुःख के भन्दाखेरि अब मैले क्लास 10 पढेपछि पनि सब साथीहरू घुम्दैछ म चाहिँ काम गर्नु परिरहेछ मैले भने मेरो चाहिँ दुःख होइन उनीहरूको चाहिँ अब पहिल्यैदेखि नै अब दाउरा घाँस गर्दै स्कुल उनीहरूको चाहिँ त्यो दुःख क्या त्यही भएर उनीहरूको त मभन्दा धेरै दुःख हुने जस्तो फिल हुन्थ्यो क्या भयो होइन अनि त्यसपछि अरू केही प्राउड मुमेन्ट छैन अरू के कारणले चाहिँ प्राउड हुन्छ तँलाई म होइन कि कस्तो म होइन कि के छोरीलाई छोरीको चाहिँ के देखेर एकदम तँलाई खुसी लाग्थ्यो ल अन्त छोरी नाच्न अगाडि पढाइमा पनि राम्रो म नभए पनि उसले सबै कुरा राम्रो गरिराख भन्नेमा चाहिँ कस्तो राम्रो गरेर जस्तै पढाइमा पनि अगाडि नै छ नि त फर्स्ट सेकेन्डभित्रै अनि डान्स पनि उसलाई हामीले डान्स क्लास नै हालेको छैन तर सब कुरा राम्रो नाच्छ प्राइजहरू लिएर आउँछ अनि प्राइज देखेर चाहिँ म हेरि मन सोडिकन त्यो चाहिँ प्राउड मोमेन्ट त प्राइजहरू आएको दिनमा चाहिँ हेर्नु म यस्तो धेरै खुसी हुन्छु क्या अलिकति तर मलाई के अरे हाम्रो के भन्छ अरे सब हाम्रो देखेर चाहिँ अलिकति अब हाम्रो बदाबदैनी देखेर पनि क्या त्यो बोली चाहिँ सबमा नै ट्रान्सफर भयो हुन्थ्यो जस्तो फिल हुन्छ मलाई उमा भएको गुण त छ तर पनि त्यो जुन चाहिँ हाम्रो अब बाबुहरूले कस्तो मिठोरी बोल्छ यति मिठोरी बोल्छ कि मेरो बदाबदैनीले आइस्युस भन्छ होइन अब त्यस्तै अब सिकाउँछ मैले नि हनुबी पढाएको हो कि होइन त्यहाँ पनि त्यसै सिकाउँथ्यो कि आइसिएस कोइसिएस भन्दा सिकाउँथ्यो होइन अनि त्यसपछि त्यहाँ चाहिँ कस्तो मजाले बोल्छ क्या हाम्रो बाबुले नानी त अब सानै छ भदैनी त अहिले भर्खर 2-3 वर्ष भयो नि 3 भयो कि 4 भयो सायद मलाई थाहा भएन कस्तो डेन्जर पिरो भइरहेको क्या गाइस म त खाना मन लागिरह खट्टा मजाले बोल्छ क्या हाम्रो बाबु नानीहरूले त्यति हो सबैको चाहिँ त्यति ट्रान्सफर भयो हुन्थ्यो जस्तो फिल हुन्छ मलाई अब त घर गएर पहिला चाहिँ के गर्छस् घर गएर चाहिँ म सुरुमा बारिस्टा सिक्छु रेस्ट गर्दिनस् गर्छु रेस्ट गर्छस् अनि बारिस्टा सिक्न जान्छस् ऊ चाहिँ अब यहाँबाट गएर बारिस्टा सिक्छ अनि अर्को कन्ट्री अप्लाई गर्ने हो होइन कस्तो पिरो भएको हौ तर जे होस् राम्रै हुन्छ जे हुन्छ राम्रोकै लागि हुन्छ भन्ने जस्तो लाग्छ मलाई यदि सोचाइ चाहिँ राम्रो राख्न पर्छ हार चाहिँ मान्नुहुन्न है साथी जति दुःख भयो नि हार चाहिँ मान्नुहुन्न हार चाहिँ साँच्चै मान्नुहुन्न होइन यो विदेशको फेजमा हामीले कतिचोटि हार मान्न खोजेको क्या हो यस्तो सिचुएसन नि आयो होइन जहाँ चाहिँ अब सकिन्न होला गिभ अप तर गाइज यस्तो भयो
म चाहिँ डोन्ट ट्रस्ट एनी वान कसैलाई पनि trust स्पेसल्ली नगर्नु क्या। नेपालीले नेपालीलाई घात गर्छ। यस्तोसम्म भयो कि होइन के भन्छ अरे एउटा त्यो कन्सल्टेन्सीमा हामीले होइन जब अफर गर्छ भनेर त्यहाँ पैसा तिरेर अनि त्यसपछि पैसा तिर्यौँ कि यहाँ यो दुबईको 1800 दिराम हामीले तिर्यौँ होइन 200 फर्मको अनि 200 फर्मको 1800 उनीहरूले पेमेन्ट लियो है। अनि त्यसपछि ल हुन्छ होला नि त हुने भयो भने त के 1800 500 दिराम 5000 दिरामै लियो भने केही हुँदैन क्या तर एटलिस्ट उनीहरूले गर्न सक्दैन भनेदेखि चाहिँ होइन कस्तो त्यसरी हात हालेर होइन अर्काले कस्तो एक्सपेक्टेसन हुन्छ नि त ल अब चाहिँ हुन्छ तर मैले फेरि यो कुरा फेरि मैले सपनामा देखिसकेको थिएँ क्या मलाई सपनामा आइसकेको थियो त्यहाँबाट हुँदैन भनेर मैले ल भने नि तर त्यहाँ चाहिँ पैसा खाइदियो कि त्यस्तै भयो त्यही भएर अनि कति ठाउँमा हामीले उ गऱ्यौँ सबै ठाउँमा चाहिँ पैसा खाने जस्तै गऱ्यो अनि लास्टमा चाहिँ हामीले अब भयो यहाँ हुँदैन बरु त केही सिकेर चाहिँ अनि बल्ल जहाँ भने अनि त्यसपछि अफकोर्स म त छु जहिले पनि सपोर्ट गर्नलाई तेरो लागि होइन लाइफमा कहिले केही पऱ्यो भने प्लिज भन् मलाई म छु सधैँभरि म त्यही भन्छु तँलाई जहिले पनि त्यति हो आई होप हामी चाहिँ कस्तो खाना सकेन यार यति बाँकी भयो आई होप हजुरहरू सबजनालाई मन पर्यो होला मन पराइदिनु हुन्छ भन्ने आशा गर्दछु यति भन्दै हजुरहरूबाट बिदा लिन्छु हस्ता नमस्कार।